じゃがいもで作ったやつだから一番安い。まだあれ。のはね。 Hello everyone, welcome back to my channel. कस्तो मजाले लिँदैरहेछ नि यो। के गर्छ सबै देखाउँछु ल आज। गाइस म बिहान बिहान चाहिँ के खान्छु तपाईँलाई देखाउँछु ल, हेर्नु ल। हाम्रो घरमा केरा नि फ्रिजमा राख्छन् क्या। तपाईँहरूको घरमा त त्यस्तो गर्नुहुन्छ हुन्न, हामी चाहिँ फ्रिजमा राख्छौँ। मैले होइन, त्यो चाहिँ मेरो बहिनीले हो। गाइस यसले चाहिँ कफी किनेर लिएर आइज भनेको, त्यो कोकोआ क्या गुलियो हुने हो। खै देखाइदियो त, देखाइदिन्छ हेर्नु त, यो किनेर लिएर आइज क्या यसले। अन्त गुलियो मनै बोलाउनु, फेरि त्यस्तो लिएर आइज। के गर्नु, पुरै बमेट होला जस्तो हुन्छ क्या मलाई त। नखाने कोही कोही जाना यसो गाइस कोरे नोमेरु ने वतासी नोंदेइरु सन्ना नि वैसी कुनै हो खाना तो कारा चुकुत्ते कुरेरु कारा नोंदे चुकुत्ते आगेरु कारा सोरे चुकुत्ते आगेरु काराちょっとわかんないね。日本語上手です。今日から私たちは日本語で話せるので見てくださいね。皆さん見てくださいね。कस्तो खरे मिठो मिठो छ अरे। गाइस मलाई चाहिँ यसरी के अरे फ्रुट्स काटेर खान चाहिँ कस्तो मनपर्छ कि। मैले यो चाहिँ काटिसकेँ अनि यहाँनिर टमाटर पनि छ अनि टमाटर पनि मैले यसरी खान्छु। बनाना हुन्छ किवी हो, कस्तो क्युट छ नि। गाई जस्तै हो, घर बसेपछि अब के गर्नु गर्ने हुन्छ अनि त्यही भएर भनौँ न। हुन्छ कस्तो रेडवाला रहेछ क्या मलाई। यसको कपाल काटिदिनु गइरहेको छु होइन, कति काटिदिन्छु भने खोइ अन्त त्यो फोन हेर्दा त कति काट्ने यति हो, यति काटिदिनुहुन्छ लामो खाएर होइन। हेरौँ ल कस्तो हुन्छ। अहिले यस्तो क्या मेचा हो क्या कति अग्ली हो क्या, म त यताबाट नि गर्न सक्दिनँ उताबाट नि गर्न सक्दिनँ। कस्तो लामो पनि त्यसको कपाल होइन गाइज। यति काटिदिन्छु ल म गाइज, कस्तो हुन्छ अब। पहिले थोरै काटेर हेर्छ ल। त्यही त हुन्छ। थोरै भन्दैमा कति काट्नु, त्यो थोरै हो गाइज। एकैचोटिमा काट्ने थोरै गरेर काट्दैछन्। अनि ल अब यो कपाल रुक एकचोटि, खै गरेर हेरौँ त कता। अब यहाँ अलिअलि मिलाउनु पर्छ। त्योभन्दा थोरै भनेको म त अलिकति काटेर त लुक्स चेन्ज आउँदै आउँदैन नि। लुक्स चाहिँ आफै चेन्ज गरिदिनु पर्यो। कपाल त्यस्तो अब लामो छोटो थोरै अलि लामो छोटो भएको तपाईँले काट्दा हो अरे बढेन अनि यत्रो बढेन त्यस्तो। अनि मैले काटेको कपाल कस्तो बढेको त नि, कपाल लामो नि जसले काटेको बढ्छ अन्त त खै। सन्तान त लामैको कपाल भकेको हो नि त। कहिले काटिदिन्छ अनि टक्क पाइसकेपछि तल पुग्यो हुन्छ नि, काटिसकेपछि माथि आइपुग्छ।
के गर्नु थाले घुमाइ घुमाइ गाड्नु थाल्नु त ल भयो अब खै सात अब हेरौँ यसको कस्तो भयो अनि गाईहरूलाई पनि देखाउनु पर्यो नि त कस्तो माथि पो पुर्याइदिनु भएछ कस्तो माथि हो र ठिक छ थियो अनि तँ त काट्सी त भइहाल्छ नि कस्तो हो र ल यता फर्किदियो त गाई हेर नि त यो कस्तो छ ए राम्रो छैन त यो कस्तो दाम भयो ल यहाँ चप्पल लाउनु पर्ने त कस्तो फोहोर भयो यो त थियो हाम्रो ब्लग बाई गर्न केही बाङ मेरो कपाल यत्रो बिजीको हात त यत्रो यति यति पुग्थ्यो यता फर्कि त उता पछाडि हो त्यसरी राम यत्रो कपाल थियो र पछाडि फर्कि त कपाल पछाडि सारेर राम्रै भयो त ओके गाइज यत्रो स्यान्डल लगाएर हिँड्न पनि सक्ने हो पाइ त्यस्तो च्याप्टेको लगाएर हिँडिरहेको छु म चाहिँ 危ないですから黄色い天井ブロックの内側までお下がり ट्रेन आयो अब जानुपर्छ कहाँ बाटै देख्दैन फेरि हेरौँ अब यतै हो कि गाइज अहिले चाहिँ म टोइलेटमा छु होइन अरे कौन भौंक रहा है ये बदतमीज मेरो आउटफिट चाहिँ यस्तो छ क्या स्यान्डल लगाएर आएको खुट्टा दुखिरहेको पेट छ कस्तो मलाई चाहिँ मिरर देख्नै हुँदैन क्या मिरर देखेको यही हो मेरो मैले चाहिँ आज पुरै भिडियो अपलोड पुरै भिडियो खिच्नै पाइनँ क्या I am Korea. I'm from Nepal. Cute. अरे यता चाहिँ त्यो केटा चाहिँ कोरियाबाट आएको अरे क्या गाइज अनि मैले चाहिँ आफै बोल्न आइदिएर क्या कस्तो राम्रो खाँदैछ मलाई त कस्तो फर्स्ट टाइम भएर होला नर्भस भइदिएर क्या म त त्यो के अरे क्यामेराको अगाडि भएर होला पुरा नर्भस भइदिएर क्या म त त्यही हो अब म यहाँ छु अब यहाँबाट यहाँ वेट गर्छु यतापट्टि यो चाहिँ टोचिकिकेनको ओयामा भन्ने ठाउँ हो है त्यो ओयामा स्टेसन यहाँ वेट गरिरहेको छु क्या म चाहिँ मेरो दिदी आउँदै हुनुहुन्छ अनि त्यही भएर म यहाँ वेट गरिरहेको छु कस्तो राम्रो ठाउँ भन्ने क्या लाइटले झिलिमिली भइरह म चाहिँ अब यहाँ बस्छु अनि अहिले एकछिन पछि जान्छु दिदीले चाहिँ मलाई कता 7को अगाडि बस भनेर भन्नुभएको थियो 7 त खै खासै देखेको थिएन तर म अस्ति नै आएको थिएँ यहाँ तर यहाँनिर अस्ति नै मैले भिडियो गरेको थिएँ क्या यो यतापट्टि अँधेर भइसक्यो ओ पुरा फ्ल्यास अन हुँदो रहेछ त यस्तो रहेछ क्या यो चाहिँ गाइज म चाहिँ होइन त्यो बाटो कति धेरै बाटो बिर्सेर क्या यहाँ लसनमा आएको थिएँ लसनमा पनि आउनु मात्रै पऱ्यो हिँडेको क्या उहाँ कस्तो काली देखेको अँधेरो भएर कि क्या हो त्यहाँ लसनमा गएको थिएँ अनि लसनमा पनि कामै बनेन गाह्रो छ मलाई आज कस्तो नराम्रो देखेको क्या अँधेरो नअँधेरो किन मेरो लाइट उयो भएर हो कि क्या हो थाहा छैन गाइज म देखाउँदैछु गर्छु नि तपाईँहरू हेर्दै गर्नु ल अघि चाहिँ म यहाँ पछाडि पार्किङ रहेछ क्या होइन अनि यता त्यहाँ परबाट छिरेँ अनि छिरिसकेपछि त्यो पार्किङबाट यता बाहिर निस्किने बाटो होला भनेको त लास्टमा बाटै रहेन रहेछ क्या अनि परबाट छिरेँ यता निस्किने बाटै नभएर फेरि फर्केर रिटर्न भएर गएर अनि फेरि आएँ आज त मेरो त लास्टै गाह्रो सिचुएसन छ क्या यस्तो खुट्टा हिल लगाएको अनि झन् हिलले कस्तो दुखाइरहेको छ अब के गर्नु गाह्रो छ मलाई बाहिर बसेर यसरी ब्लग गर्न त गाह्रो रहेछ गाइज यता हेरिदिनु त तपाईँ यता हेरिदिनु न काम
यस्तो छ गाइज म चाहिँ यस्तो छु यस्तो भएर आइसकेँ म कोही एप्रोन लगाएर आउँछन् के हो माकुर हो यता आएर माकुर माकुर हो यहाँ सोच्ने झर्ला नि त गोठमा मा ए सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ खानेकुरा लिएर आऊ चाटे फेरि गाई जस्तो कसैले गर्छ गर्दैन नि देख्नु हामी चाहिँ घर आइसक्यौँ अथा मेरो चाहिँ गाई यस्तो हातमा यहाँनिर घाउ भा एप्रोन लगाएकै आउँछन् कोही हामी चाहिँ आइपुगिसक्यौँ फाइनल्ली अब अरू चाहिँ फेरि देखाउँछु पछि गाइज म चाहिँ फाइनल्ली घर रुम आइपुगिसकेको छु अनि त्यसपछि खासै राम्रो भ्यू सिउ देखाउन पाइनँ आज ट्रेनमा उभिएको भयो क्या उहाँ बस्ने ठाउँै पाइनँ अनि कता क्यामेरा तेर्स्याउनु गाइज अब म चाहिँ खाँदैछु यहाँ त अरू काहीँ मिल्छ मिल्छ नि मिल्दैन किन नमिल्नु कसैले भन्दा नि भन्दैन मिल्छ तपाईँ त अगाडि कपाल यस्तो तानेर हो क्या लगित नताने नि त मिल्नु पनि हो गाई जसले पनि हामीलाई यहाँको मान्छेहरूले पनि तिनीहरू दिदीबहिनी त होइन एउटै आमाको छोरी त होइन भन्छन् के भन्ने हो गाह्रो छ मलाई त त्यही हो अब म चाहिँ अब सुन्तला खाँदैछु के खाने हो अब खानु पऱ्यो एउटा स्याउ खानु पऱ्यो फ्रुट्स काट्छु अब मेरो त खानेकुरा नै यस्तै हुन्छ क्या भेजिटेरियन परेर होला क्या सायद मासु नखाने भेजिटेरियन हो गाइज म फेरि अलिअलि एक दुई पिस खाने भेजिटेरियन हो क्या मासु नखाने भन्दा नि त्यही हो गाइज मेरो चाहिँ फेरि खानेकुरा रेडी भइसक्यो अब म चाहिँ खान्छु है त खाँदाखेरि कसरी बोल्छ खाँदाखेरि कसरी बोल्छ बोल्ने नि बोल्दै पनि बर्थडे हो मेरो आज ये बड़ी अच्छी बात कही आप त्यो बर्थडेको ह्याप्पी बर्थडे टु मी मैं भोसड़ी क्या पागल है क्या केक पो रहन्छ डाइएट त गर्छ हो त्यो बाबा केक नभएको डाइएट त कसै डाइएटो नै नि डाइएटो डाइएट त चिउँदा खरामा सरी de que iba a taberar en el cara onde kudamo no वगैरह ना नहीं होगा इंग्लिश ने हासे बुद्धि ना नहीं होगा नहीं हासे बुद्धि ना हासे बुद्धि ना लेने के जापानीज इंग्लिश बोलते हैं ओ अरे ना यति गर्नु पर्ला छ कस्तो जापानीज इंग्लिश बोली भन्छन् डम्मिएको हुँदैन यस्तो जापानी नियोङ्गो नियोङ्गो बोल्नु है त हैन अबबाट नियोङ्गो बोल्छौँ हामी खतरा मिठो छ के मैले अस्ति नै हेर्दै सब कोरिया बुलडोग देख्ने बुलडोग चाहिँ नै सक्यो रे सक्योरी कोरिया बुलडोग खाइते आत जाने रे बुलडोग सोरे त私これじゃないよこれはキュウリですねこれキュウリブルドッグだけどこれは美味しそう前は100円ショップで買ったのに今はちょっと高いで買ってた前100円ショップではないんだけど、高いんだけどこれは日本語で美味しいみかんみかんあみかんですねこれはみかんだよタルプジョブやहाम्रो ब्लगमा चाहिँ अरु चाहिँ के भन्नु हरमा गाइज त्यही हो ह्यापी बर्थडे भनिदिनु सबैजनाले उसलाई यो चाहिँ केक चाहिँ छैन 39 इयर्स छैन 39 इयर्सको बर्थडे हो आज ये झूठ बोल रहा है कता हात्यो हो मलाई फाल्न देख्छ मलाई मान्छेहरूले 20 इयर्स होला है कति बकाइ हो भन्छन् सबैजनाले पसलमा आउने मान्छेहरूले 20 इयर्स देखि 25 को बीचमा होला है न्युकानमा के हुन्छ रे दिदी फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन हुन्छ क्या मान्छेले
त्यो केही हुनै पर्दैन चिनेको होस् नचिनेको होस् झगडा मतलब केही गर्नै पर्दैन क्या यति कसैलाई देखेर कोही कोहीलाई त अलिकति त्यस्तै भल्लङ भुल्लुङ पारेको छ भने त्यो मान्छे नचिनेको छ भने पनि कस्तो भन्ने तरिकाले रिस उठ्छ क्या त्यो भएर न्यु कानमा अलिक फोटो पठाउँदाखेरि राम्रो फोटो पठाउने यसो झट्ट हेर्दा नि कसैकोलाई रिस उठिरहेर आहा भने पनि ओहो भनेर यसो मुस्कुराउन मन लाग्छ न्यु कामका मान्छेलाई परेको पुरै झुम्रुङ परेको फोटो नि काम पढाइदिए माथि तिनीहरूले नि के त्यही भएर भिजा दिँदैन भएर आएको अनुहार नि पुरै रिस उठ्यो होला तिनीहरूलाई त्यही भएर भिजा दिँदैन भने हो क्या हुन्छ कि मान्छे गाइज मैले चाहिँ जाइरो कार्डमा फोटो त्यो भिजा गर्ने बेलामा चाहिँ फोटो क्या यतिकै बाटोमा हतार लेट भएर बाटोमै खिचेर यस्तो पसिनै असिन हुँथ्यो ती खिचेर दिएको क्या मैले लयरलाई देखेँ अनि त्यो फोटो वात्त परेको थियो क्या यस्तो बुढी मान्छे जस्तो एकदमै बुढी मान्छे जस्तो हुन त म राम्रो त छुइनँ बात तो सही है त्यही पनि खासै राम्रो त हुन्न म बुझ्नु हो उहाँको कुरा त्यस्तो रे गाइज म चाहिँ 7 खाना थिएँ के भन्ने दिदी हाई भन्ने के त्यस्तो हो यहाँ जापानको अहिलेसम्म इन्टरभ्यूको रोज थाहा भन्ने त्यस्तो भन्ने रे गाइज मलाई त केही थाहा छैन क्या हेलो गाइज म चाहिँ अहिले मैले चाहिँ के अरे म चाहिँ दिदी काम गर्ने ठाउँमा आइरहेको छु क्या यहाँ है मेरो दिदी काम गर्ने ठाउँ चाहिँ त्यही भएर देखाउँछु ल उहाँ के गर्दै हुनुहुन्छ भनेर गाइज म चाहिँ भित्र आइसक्छ मेरो दिदी के गर्दै हुनुहुन्छ म देखाइदिन्छु ल त्यसमा सुमिमासेनそうです今フライみんなで食べれるし野菜だから肉入ってないからあそうですか肉食べない人たちもいくらですか1個のあこちら書いてあるから130円だから全然安い安いですねだからみんなで非外国人もこちら栃木県佐野市に住んでるみんな外国の方も行って食べて美味しいだからありがとうございます私2個食べたいんだから2個作ってください2個お願いしますこちらだから私お姉さんの仕事のどこ何日本語わからないですからयो चाहिँ मेरो दिदी काम गर्ने ठाउँ ल गाइज अनि मैले चाहिँ त्यही भनेर अनि इमो फ्राई भनेको चाहिँ के हो अरे आलुको हो के हो अनि उहाँले चाहिँ त्यसरी बनाउनुहुन्छ त्यही हो गाइज के कुरा त्यसका निहाकुरोको जुन ओखाने नाइ देश खारा दोस्रो है देश आस्ता ओखाने हारा ए दारी गारा त जीवन चाहिँ ओ सुगै देशले यस्तो हुनुभयो दिदीको खाइसामा आएर पैसा दिदीले आफैले तिर्दिन्छ नि क्या यस्तो रमाइलो त कसै हुन्छ हुँदैन गाइस ल गएँ म अब के भन्नु त म त पेट दुखेर मर्छु होला यस्तो पिरो खाएर ल अब मेरो युट्युबमा भ्लगर मेरो साथीहरूलाई सब्सक्राइब गरिदिनु हुनु न लाइक गरिदिनु सब्सक्राइब गरिदिनु ल गएँ म बाई बाई ल हितोरी दे गम्बाती कुदासाई नै गोहान चुकुते कता गोहान चुकुते हो र लु गाइस म चाहिँ अब जान्छु रुममा बस्छु गएँ त म ल के भन्नु हो कि ल गएँ म चाहिँ अब पैसा पनि तिर्नु परेन कस्तो रमाइलो खाने हारा त्यही नै काराको रे ओ झन्नै खसेन ल बाई बाई गाई चाहिँ है गएँ ल बाई बाई म चाहिँ घर आएँ अब यो लिएर आएको छु नि त यो खतरा अब खान्छु कस्तो देख्छ खतरा दामी छ कस्तो हुन्छ आलुको के हो
कस्तो मिठो हो नि खानु जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।